कानुन कसले बनाउँछ भन्ने कुरामा पनि भर पर्छ। कानुन जनताका प्रतिनिधिहरूले बनायो, जनताको कानुन बन्छ। अहिले को छ संसदमा कानुन बनाउने ठाउँमा? कानुन पढ्नेहरू कतिजना छन्? औँलामा गर्न पुग्ने 1-2 छन्। याद गर्नुभएको छ यो कुरा? को छन् त्यहाँ? ठेकेदारहरू छन्, निर्माण कम्पनीका मालिकहरू छन्, बैंकरहरू छन्, एनजिओका सञ्चालकहरू छन्। उनीहरूले बनाउने कानुन कसको निम्ति होला? त्यसैले यो पुँजीवादी व्यवस्थामा यो संसद भनेको पुँजीपट्टि वर्गको सञ्चालक समिति हो भनिन्छ हेर्नुहोस् है। जस्तो कानुन चाहिन्छ त्यस्तो कानुन ल्याइदिन्छ। बैंक सम्बन्धी कानुन त्यत्रो फटाफट बन्छ हेर्नुहोस् है। जनताको निम्ति कानुन कतिवटा बनेको? निःशुल्क शिक्षाको विषय कमसे कम पनि नयाँ संविधान आएको त 8-10 वर्ष त भयो नि। 72 साल 82 सालमा हामी पुगेका छौँ। आजसम्म निःशुल्क शिक्षा लागू भएको छ? निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त भएको छ? के त्यो कानुन बनाएर फटाफट लागू गर्नुपर्ने होइन? 12 कक्षासम्म निःशुल्क गर्ने लेख्या छ। संविधानको त्यही छ, कानुन त्यही छ, तर कार्यान्वयन हुँदैन। किन हो? यस्ता शिक्षक या स्कुल सञ्चालकको, निजी स्कुलका सञ्चालकहरूको कारणले गर्दा त्यस्तो हुन नसकेको। त्यसैले जुन मान्छेहरू संविधान बनाउने, कानुन बनाउने ठाउँमा पुग्छन् त्यस्तै कानुन बन्छ। त्यो कानुन लागू गरेपछि तिनीहरूकै हित हुन्छ, जनताको हित हुँदैन। अहिले हामीले देखिरहेको चित्र हो यो।